सम्पूर्णको जय होस्। राधे राधे। नमस्कार। हामी यति बेला दुबईदेखि प्रसारण भइरहेका छौँ। दुबईमा भएका उनै भजन मण्डलीका उनै भजनहरू हामीले चाहिँ देशव्यापी रूपमा प्रदेशमा पनि भएर देश अनि विदेशमा सबैतिर पुर्याउने कोसिस चाहिँ जमर्को चाहिँ गरिरहेका छौँ। सोही अवसरमा आज पनि हामीसँग भजन मण्डलीका केही कलाकार साथीहरू पनि मसँगै हुनुहुन्छ। उहाँहरूको परिचय र उहाँले गाउनुभएका भजन कीर्तनहरू पनि आजको पसैमा हामी सुन्ने प्रयास गर्नेछौँ। उहाँहरूका मुखारबिन्दुबाट उहाँहरूको आवाज सुमधुर आवाजबाट हामी सुन्नेछौँ। कहाँदेखि हेर्दै हुनुहुन्छ त्यो पनि जानकारी गराउनु होला। हामीले नयाँ च्यानल खोलेका छौँ भजन मण्डली ग्रुप। यो च्यानललाई सबैजनाले सब्सक्राइब गरेर साथ दिनु होला। यही जानकारी यहाँहरू समक्ष जोडिसकेपछि ढिलाइ नगरी हामी चाहिँ यहाँ कलाकार साथीहरूको परिचय लिन गइरहेका छौँ। सर्वप्रथम स्वागत छ यहाँलाई। नमस्कार। हजुरको शुभ नाम? मेरो नाम हरि नेउपाने। हरि नेउपानेजी विगत लामो समयदेखि नै यहाँ दुबईमा भजन कीर्तनमा आबद्ध हुनुहुन्छ र विभिन्न सङ्घ संस्थाहरूमा पनि यहाँ आबद्ध हुनुहुन्छ। अब हामी ढिलाइ नगरी यहाँको चाहिँ भजन कीर्तन सुन्न आतुर हुनुहुन्छ हाम्रा साथीहरू। त्यो कारणले गर्दाखेरि कुन चाहिँ भजन सुनाउन चाहनुहुन्छ? अलि अगाडि आइदिनुहोस्। हे मुरली बजो वृन्दावन धामैमा आइदेऊ न कृष्ण बसिदेऊ मनैमा। हो आइदेऊ न कृष्ण बसिदेऊ मनैमा। नमस्कार सम्पूर्णलाई। म हरि नेउपाने। यति बेला दुबईदेखि हाम्रो भजन कीर्तन समूह यही उपस्थित छौँ। सबै हामी 3 जना छौँ। अरू आउँदै हुनुहुन्छ। अरूको प्रतीक्षामा छौँ। हाम्रा युट्युब च्यानलमा एकदम भव्य तरिकाले भजन कीर्तनहरू हामीले राखिराखेका छौँ। सबैले हेरिदिनु होला, कस्तो लाग्छ प्रतिक्रिया दिनु होला। भन्न चाहन्छौँ साप्ताहिक र मासिक पनि भजन कीर्तन दुबईमा भइराखेको छ। त्यसको लागि पनि दुबईमा हुनुहुने साथीहरू हुनुहुन्छ भने पनि जोडिन सक्नुहुन्छ। देश विदेशमा अन्तबाट पनि हुनुहुन्छ भने यसलाई चाहिँ हेरेर अनि कस्तो लाग्छ प्रतिक्रिया दिनु होला भन्न चाहन्छु। धन्यवाद। पक्कै पनि यहाँलाई धेरै धेरै धन्यवाद। मिठो गीत पनि गाइसक्नु भएको छ भजन कीर्तन। सँगसँगै हामीसँग अर्को भजन गायक पनि हुनुहुन्छ। उहाँसँग पनि केही कुराकानी गर्नेछौँ। स्वागत छ यहाँलाई। नमस्कार। अझै अगाडि आइदिनु होला। म रामप्रसाद तिवारी। हजुर। हाल युएईमा बसेको 15 वर्ष जति भयो। विशेष गरेर सङ्घ संस्थामा पनि हामी आबद्ध छौँ र विशेष गरेर हिन्जा नेपाल शाखा युएईको बाट नै धेरै जसो भजन कीर्तनहरू हुने गर्दछ। हिन्जा नेपाल शाखा युएईको भजन कीर्तन मण्डली छ। भजन कीर्तन मण्डलीबाट हरेक हप्ता जसो शनिबार साप्ताहिक भजन कीर्तन हुन्छ भने हिन्जा नेपाल शाखा युएईको तेस्रो हप्ता विशेष गरेर मासिक सत्सङ्ग साथै भजन कीर्तन हुने गर्दैछ, भइराख्नेछ। विशेष गरेर हामीले भर्खरै यो नयाँ युट्युब च्यानल खोलेका छौँ। सबैजनाले हेरेर साथ दिनुहोला, लाइक कमेन्ट सेयर गर्नुहोला र कस्तो छ कस्तो भइराखेको छ यहाँहरूले प्रतिक्रिया जनाउनु होला। यहाँहरूको प्रतिक्रियाबाट नै हामीले अझ कसरी सभ्य र दिव्य रूपमा हामीले अगाडि बढाउन सकिन्छ भन्ने रूपमा हामी आशावादी छौँ। पक्कै पनि यहाँहरूले आफ्नो प्रतिक्रियाहरू दिनुहुनेछ भन्न चाहन्छु। सम्पूर्णको जय होस्। राधे राधे। पक्कै पनि रामप्रसादजी यहाँले चाहिँ भन्नुभएको कुरा एकदम सही छ। जहाँ पनि जो साथीहरूले हेर्दै हुनुहुन्छ हाम्रो भजन कीर्तनहरूमा के कमी छ, के चाहिँ अरू बनाउनु पर्छ त्यो बारेमा पनि हामीलाई जानकारी कमेन्टमा उल्लेख गर्न सक्नुहुनेछ। र विगत लामो समयदेखि पनि यहाँले यस भजन क्षेत्रमा प्रदेशमा पनि यसरी अगाडि बढाइराख्नु भएको छ र अझै अगाडि बढाउनको लागि यहाँले चाहिँ के कसरी अगाडि बढाउने सोच गरिराख्नु भएको छ? पक्कै पनि हामी विशेष गरेर युएईमा आफ्नो कामको सिलसिलामा आएका छौँ। प्रदेशमा छौँ। आफ्नो घरदेश छोडेर प्रदेशमा आइराखेका छौँ। प्रदेशमा आएर पनि आफ्नो धर्म संस्कृति संस्कारलाई भुल्नु हुँदैन भनेर पनि हामी एउटा जगेर्ना गर्नको लागि प्रयत्न र कोसिसहरू गरिराखेका छौँ। पक्कै पनि अबको दिनहरूमा हामीले हरेक क्षेत्रबाट, हरेक जिल्लाबाट, गाविसबाट, गाउँबाट जसरी हुन्छ यसरी नै एउटा भजनमय बनाउनको लागि हामी प्रयत्न कोसिस गरिराखेका छौँ। हिन्जा नेपाल शाखा युएईले हरेक मासिक साप्ताहिकमा भन्दै आइरहेको छ यहाँहरूले हरेक आफ्नो गाउँ टोलमा एउटा भजन मण्डली बनाउनु होला। हामी त्यसको लागि के सहयोग गर्नुपर्छ हामी अवश्य पनि गर्नेछौँ भन्दै अगाडि बढिराखेका छौँ। पक्कै पनि यहाँहरूले पनि त्यस्तो आफ्नो गाउँ टोल छर छिमेकमा आफ्नो धर्म संस्कृति संस्कारलाई जागरण गर्नको लागि पक्कै पनि यहाँहरूले पनि एउटा यसरी नै भजन कीर्तन मण्डलीद्वारा नै अगाडि बढाउँदै जानुहुनेछ भन्नेमा हामी पूर्ण रूपमा विश्वस्त छौँ। र के कस्तो हुन्छ यहाँहरूले आफ्नो गाउँ टोल छर छिमेकमा पनि त्यसरी कुनै गुरुहरूलाई बोलाउनु पर्ने छ भने पनि जानकारी गराउनु होला। हामी तपाईहरूले गर्ने कार्यक्रमसम्ममा हामीले गुरुहरूलाई पनि त्यहाँसम्म हामीले पुर्याउने छौँ भन्न चाहन्छु। र
बाँकी विषयमा यहाँहरूले के कस्तो हुन्छ, के भइराखेको छ, यहाँहरूले पनि निहाल्दै जानु होला र कमेन्ट पनि गर्दै जानु होला। ठिक छ भने ठिक छ भन्नु होला, छैन भने यसरी गर्दा ठिक होला भनेर पनि यहाँहरूले सल्लाह सुझाव दिनुभयो भने अझ हामी त्यसलाई सुधारेर अगाडि बढ्ने छौँ भनेर पनि जानकारी दिन चाहन्छु। पक्कै पनि दुबईमा यदि यहाँहरू हुनुहुन्छ, यो भिडियो हेर्दै हुनुहुन्छ, कहाँ भजन हुन्छ भनेर पनि यहाँहरूलाई जिज्ञासा लागिरहेको हुनसक्छ। हामीले फेसबुक पेजदेखि लिएर युट्युब च्यानल, टिकटकहरू र अन्य माध्यमहरूबाट पनि हामी प्रसारण गरिरहेका हुन्छौँ। हामीले चाहिँ साप्ताहिक रूपमा र मासिक रूपमा पनि भजन कीर्तनहरू गर्ने कुरा पनि यहाँहरू समस्या जानकारी गराउँदै हामी यो सानो बसाइबाट बिदा हुन चाहन्छौँ। यहाँहरूको पल सुखद रहोस्। जय होस्। राधे राधे।